आमा, अब म ठुलो भयो, म विदेश गएर धेरै पैसा कमाएर आउँछु, बुबाको सपना पूरा गर्छु, अनि हामीसँगै बस्नुपर्छ है। कठैबारीलाई भन्नेको नै छ र तिमी र मलाई जौडाडै काटी नौडाडै पारी तिमीलाई बछु म तिम्रो साथी। स्वर्ग कहाँ छ भनेर कसैले संसारको कुनै पनि आमालाई सोध्नु, सबैको जवाफ एउटै आउँदो हो, त्यो हो छोराछोरीको ओठमा खिल्ने मुस्कान। सारङ्गी रोयो रोयो जारोयो मेरै मन छोयो जौमाया सारङ्गा निर्मलले खोज्दा माया भन्दा ठुलो नै के तारा हेलो आमा, म घर साह्रो आउँदैछु है। मेरो पोस्टिङ भएको छ श्रीनगरमा। यहाँ सक्ने बित्तिकै म आउँछु ल। तपाईँ आफ्नो ख्याल राख्नु है। जति नै आउला धीर बेरी छेकौला सबै हामी दुई मिली मनमा छ माया बिर्को छ भारी दुःख बिसाउने तिमी चौतारी आकाश मुनि उतो लागौला एकै गाँसले भोक टारौला आफ्नै संसार बेसमीलाई। नमस्कार। आजको समाचार, विदेशमा रहेका कयौं नेपाली युवाहरूको दुर्घटनामा परि ज्यान गएका छन्। आमा 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 किन हुन्छ यो भेद र भाव एउटै होइन र मानिस सब मदनलाई सोध माया के हो मुनालाई सोध त्याग के हो मानिस ठुलो दिलले हुन्छ पीडामा मन सबैको रुन्छ फेरि किन यो दोष निलाई जौमाया सारा निर्मलले खोज्दा माया भन्दा ठुलो नै तारा जौमाया सारा निर्मलले खोज्दा माया भन्दा ठुलो नै तारा। विवश छन् हजारौं युवा विदेशी बाध्य छन् भविष्य अनि परिवारको सुखका लागि आफन्तबाट टाढिन। जान्छन् एउटा आशा लिएर, फर्कन्छन् एउटा बकासमा लास भएर।